गाइस हामी चाहिँ अब स्कुल जाँदै हो है दुईजना मिलेर ट्रेन चाहिँ ढिला भइसक्यो त्यही भएर हामी चाहिँ यहाँ मान्छे धेरै अन्त्य भएर अब चाहिँ भिडियो लाग्दैन भिडियो बनाउँदै नपर्यो ट्रेनबाट झरेर हामी हिँड्दैछौँ झरेपछि पनि कति टाइम लाग्ने के गएको जानलाई ट्रेनबाट झरेपछि नि 10 मिनट लाग्छ भने चाहिँ हतार गर्दै हिँड्दैछौँ भन न सोधेँ आज मात्रै हामी चाहिँ अहिले चाहिँ यहाँ स्टेसनबाट झरेर हिँड्यौँ हामी चाहिँ दुईजना साथी भएर हिँड्दैछौँ पछाडिको मान्छेले चाहिँ भिडियोमा आएको कि भनेर हेरेर हालेको क्या त्यही भएर अनि मैले चाहिँ त्यही अन्त्य गरेको यहाँ चाहिँ गाडीहरू मान्छेहरू चाहिँ यहाँ हिँड्दै हुनुहुन्छ सबैजना यो चाहिँ हिगोबासी है गाइजहरू उयो फ्रीको किन्नुपर्छ क्या है यहाँ चाहिँ मान्छेहरू सबजना हिँडिरहनु भएको छ है गाइजहरू म चाहिँ भिडियो बनाउँदै छु फ्रीमा त्यो जुस किन्न लगाएको त नेटै राम्रोसँग चलेन के त्यही भएर मैले चाहिँ त्यसलाई चाहिँ त्यहीँ स्थगित गरेर अनि म चाहिँ आइसकेँ किनकि मेरो ब्यागमा छ अर्को जुस अनि हामीले लगाइरहेको फ्रीको भएर मात्रै नि यसो निक्लिउँ भनेको त्यही पनि छोडिदिएँ अब अन्त दिपा चाहिँ हामी दुईजना हिँडिरहेको दिपा चाहिँ अरू बेला साइकलमा आउँथ्यो म चाहिँ तिनदिनै ट्रेनमै हो अनि आज दुईजनासँगै हामी त्यही भएर भिडियो बनाएको नजर है गाइजहरू चाहिँ कलेज आइपुग्न लागेको छ कि यहाँ मेन रोडको अनि हल्लाहरू भइरहेको छ यो चाहिँ हाम्रो स्कुल हो चाहिँ हाम्रो खाजा खाने ठाउँ यहीँ खान्छौँ हामीले चाहिँ खाजाहरू है सिग्नलै अफ रहेछ गाइजहरू अब यहाँ यति धेरै मान्छेको ताती हुन्छ ताती यो चाहिँ इमली हो गाइजहरू यो चाहिँ सोनुले बङ्गलादेशको पसलबाट किनेर ल्याएको है यहाँ खाँदैछन् सबैजना मिलेर हामी चाहिँ यहाँ इमली खाँदै बसिरहेको है मुहे कस्तो रसारा कस्तो हुने गाइजहरू हामी चाहिँ यो इमली खाँदैछौँ है इमली खाँदै हामीहरूको आज कुरा भन्न चाहन्छौँ यति मिठो छ कि गाइजहरू है मलाई शान्ति हुन्छ यो खाएर नि त चाहिँ हामीले मैले चाहिँ 5 वर्षपछि यो अस्ति पनि खाएको थियौँ भन्दा 2-3 महिना भयो होला 2-3 महिना अगाडि यति मिठो छ अरू त केही भन्न सक्दैन इमली चाहिँ लास्ट टाइम मिठो छ हामी चाहिँ 20 दिनसम्म चाहिँ होइन 200जना फलोवर्सहरू चाहिँ बढाउने लक्ष्य छ है सबैले भिडियो हेरेर लाइक सब्सक्राइब कमेन्ट सेयर गरिदिनु नबिर्सनु होला प्लिज गाइजहरू होइन सबैले सबैलाई सपोर्ट गर्नुपर्छ त्यो खुट्टा जाने काम गर्नुहुन्न के है मैले भिडियो बनाएको देखेर मान्छेहरूले कस्तो खुट्टा तान्छन् के रिस्क गर्नु पर्यो आफ्नो हुने होइन आफ्नो इच्छा हो आफूले प्रयास गर अचम्म लाग्छ
युट्युब च्यानल खोलेको छैन रिस गरिसक्यो अरू त हामी सबैको गऱ्यो कम्प्युटरको मलाई उसको गरेँ होइन कि उसको गरेँ होइन लेसन छ त लेसनको अगाडि पढाउँदै गर्नु छैन यहाँ आज एक्जाम छ नि त एक्सलको ए म त नि यहाँ केही आउँदैन तर हाम्रो क्लास ए हो नि त आज त होइन आज हो त आज नि ए हो र आज आज हुने 9 तारिकमा यो क्लास त ठिक छ क्या है बुक हेर्नु पाउँछौ भने त छिटो गर्नु पर्यो हिजो चाहिँ ग्राफको हुनु पनि अब त हल्का याद भयो ग्राफ के हो ग्राफको एक्जाम छ आज चाहिँ है गाइजहरू साथी हो युtte kudasai Nani ga? Nani mo Nihongo de 私はスジャさんのお友達です。私もスジャさんの友達で可可愛いですね。私ね。スジャ可愛いですね。いい顔これ可愛いです。可愛いですね。言って自分の子ねチャウね。हाय हम चाहिँ कम्प्युटर पिरियड हुनला है अनि यो चाहिँ कम्प्युटरको हामीलाई चाहिँ अघि माडा खाएर हामी सबैलाई डायरिया भयो यो त है त मलाई अनि यता सुनुलाई दिपा 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 दिपालाई पनि डायरिया भएको छ है हामी चाहिँ सबैजना बिरामी भएर यहाँ रुन मात्रै सक्यो होइन हामी चाहिँ अब यहाँ कम्प्युटर पिरियड स्टार्ट हुँदा हेलो गाइस उनीहरूको क्लासमा आएँ है हाम्रो क्लास चाहिँ अन्त्य हो हाम्रो क्लास चाहिँ अन्त्य हो उनीहरूको दुईजनाको क्लास ठुलो परिवार ठुलो भएको है उहिले ठुलो ठुलो परिवार ठुलो छ भने जाउँ माथि निस्किहाल्छ हामी सानो मान्छे हेर्नु न गाइस है यो कति रिसाएको तेरो बाउ बोलायो के ल साधन बाउ आमा सबै हामी चाहिँ अब त्यहाँ घर फर्किन लाग्यो गाइसहरू हाम्रो त बाहिर पानी पर्यो होला यहाँ ओ हो पानी परेको तर छाती ल्याएन यार कन्सर्ट हेर्नु जाने यही ड्रेसमा जाने यही ड्रेसमा जाने जाने मान्छेहरू देख्छन् यिनीहरू चाहिँ कन्सर्ट हेर्नलाई ओ ड्रेस नि लिएर आएर है हामी चाहिँ जान्न त्यस्तोमा इन्ट्रेस्टेड छैनौँ हामी अब रुच्दै जान्छ भयो पानीमा हाम्रो होइन इन्ट्रेस्ट छ तर हामी काम पैसा कमाउने मान्छे हो काम गर्न जानु परेन अन्त त्यही भएर है गाइजहरू हामी चाहिँ पैसा चाहिँ भने युट्युबमा भिडियो बनाएर पैसा कमाउनु ल गयौँ हामी चाहिँ बाई बाई अब होइन घर फर्किन आएको यहाँ चाहिँ पानी पर्ला तर मैले चाहिँ छाता नलिएर आएको छु होइन यहाँको नजारा चाहिँ होइन सिग्नल हुन्छ अनि त्यो सिग्नल चाहिँ एकदम टाइम लाग्छ नि त त्यो भएर चाहिँ हामी चाहिँ यहाँ सिग्नल आउने बेलामा चाहिँ कुद्छौँ है छिटो हिँडेर यदि कुदेन भने चाहिँ रातो गल्छ नि त त्यही भएर हरियोमै कुद्नु गाइजहरू रातो बल्यो यहाँ चाहिँ म चाहिँ यहाँ एक्लै हिँडिरहेको छु होइन आज चाहिँ म अघि नै बिहान त्यो इम्ली खाएको थिएँ नि त अनि इम्ली खाएको भएर चाहिँ पेट दुखेर डायरिया भएर कस्तो भएको नि म चाहिँ है पानीमा बुझ्दै हिँडेको छु मैले चाहिँ आज छाते ल्याउनु भुलेछु कि चाहिँ अब ट्रेन चढ्नको लागि चाहिँ स्टेसनसम्म जाँदैछु
यहाँबाट चाहिँ स्टेसनमा जान्छ है गाडीहरू ट्रेनको नजारा हो आजले चाहिँ होइन मेरो भ्लग चाहिँ म यहीँ इन गर्न चाहन्छु कि लाइक सब्सक्राइब अनि सेयर चाहिँ गर्न नबिर्सनु है थ्याङ्क यू